यदि तपाईँ धेरै सोच्ने स्वभावको हुनुहुन्छ र मानिसहरूले तपाईँको फाइदा लिन्छन् जस्तो लाग्छ भने न्युरोसाइन्स र योगशास्त्रमा आधारित यी 3 नियमहरू प्रयोग गर्नुहोस्। पहिलो छ भावनालाई सूचना मान्नुहोस्। इमोसन एक सिग्नल हो, कमान्ड होइन। तपाईँ आफै इमोसन होइन। त्यसैले रिस, तनाव र चिन्तालाई बाहिरबाट निहाल्न सिक्नुहोस्। यसले तपाईँको कोर्टिसोल स्ट्रेस हर्मोनलाई कम गर्न मद्दत गर्छ। तपाईँले गहिरो फिल गर्नुहोस् तर निर्णय लिँदा हतार नगर्नु। दोस्रो छ स्वयं मान्यता। अरूको समर्थनको आशा नगर्नु। तपाईँ अरूको लागि कति उपयोगी हुनुहुन्छ भन्ने कुराले तपाईँको मूल्य निर्धारण गर्दैन। त्यसैले तपाईँ आफैमा पूर्ण हुनुहुन्छ। तेस्रो छ आइस बाथ अथवा चिसो पानीले नुहाउनुहोस्। चिसो पानीले नुहाउँदा शरीरमा डोपामाइन र एड्रिनालिन रिलिज गर्छ, जसले मुडलाई राम्रो बनाउँछ र तपाईँलाई कम्फर्ट जोनबाट बाहिर निकाल्न मद्दत गर्छ। यी कुराहरू पालना गर्दा तपाईँलाई कसैले भावनात्मक रूपमा शोषण गर्न सक्दैन र तपाईँको मन शान्त हुन्छ। यो भिडियो चाहिँ मैले